आकाश गराङगुरुङ गरिरहेको छ। आकाशको अवस्था यस्तो छ। ओ वहाँ थाले पोखरा पानी आहा, त्यतिर पानी आइरहेको छ। घुम्तेमा पनि पानी आहा, घुम्तेमा ऊ त्यो धुरीमा उयो यस्तो छ हाम्रो प्याजको अवस्था साथी हो। यहाँ खानु परेको पानी आएर जस्तो जाति फुल आएर छ। हेर साथी हो प्याजी यत्र साना छन्। अब यहाँ च्यात्त कोलको बिउ राखिन्छ अनि यत्रसम्म भाइ चाहिँ ठुलो भनेको यत्रसम्म यसो यतातिर फर्किनु होला है। सिजन ठुलो भनेको यत्रोसम्म छ है। यहाँमै गुन भोल्यौ तिमीले लौ पानी आयो, पानी आयो, पानी आयो। सकिन्न के गएको थिएँ। यहाँ त प्याज छन् कि छैनन् र पानी आयो। आता क्वाट किने हो। झार जाग्नु भएको पानी आयो। प्याज स्याज यहीँ गरिरह। जात्रै ठुला आएछन् कता हो। पानी त आयो पो ठुलै आन्छ के हो पानी। पानी लट्टायो हे प्रभु। अब यति हो हुन त। झार के झार हो यस्तो। यति जस राम्रै भएको चाहिँ प्याज चाहिँ। प्याज खाने भए सम्पर्क गर्न सक्नुहुन्छ। धेरै त होइन। दुई चार केजी दिन सकिन्छ है। ठुला छैनन् फेरि यत्र खाने ठिक्कका। यस्तो ठुलो सानो नि होइन। छन् छन् त सानो नि छन् ठुला नि छन्। लौ जा
झारका झार कति झार होला त नि यो दुबो कस्तो नमरेको कोरेको बिउ फाल्ने भनेको यसमा ट्याक्क लाएर हुन्छ कि हुन्न प्याज चाहिँ बिसरीलाई भएको पाज जति उखले तिमी त मेरो परान हो भन्नै पर्छ र मैले जति माया गर्छ र धन्यवाद हावाले उडान्छ प्याज चाहिँ ठुलै आछ यताको साइडतिर यताको यतातिरको सानो